त्यो केसमा चाहिँ खेल मुभीको सुटिङको टाइममा सेटको टाइममा यस्तो केही प्यारानर्मल इन्सिडेन्ट भयो कि भएको यो ठाउँमा सुशान्त थियो भने चाहिँ सातो पुत्लो उठ्दै मान्छेको हामी झाँक्री बोलाउनु पर्थ्यो अर्को सुनाउँछु प्लिज मेरो चाहिँ खासै मैले फिल गरेको चाहिँ यत्तिकै भर्याङबाट ओर्लिरहँदाखेरि मेरो जिउमा लिटरली एनर्जी फिल हुँदाखेरि यो चाहिँ मेरो मैले मिडियामा फर्स्ट टाइम भन्दैछु मलाई लिटरली एनर्जी फिल हुन्छ क्या त्यो चाहिँ डर लाग्छ क्या कुमारी लाखे हिस्ट्रीको बारेमा आफ्नै पनि मिथोलोजी छ हिस्ट्री छ कल्चर छ आर्ट छ लेट्स प्रमोट म चाहिँ वाक्क भइसकेँ हाम्रो कल्चर खोइ क्या टेक्स्टमा चाहिँ पौराणिक कथा पनि भनेको छ अनि त्यसपछि फेरि एक्कासी नाग लागेको हो भनेर एउटा डिजिजलाई पनि पोर्ट्रेट गर्नुभएको छ कस्तो छ भने खेल अति रमाइलो छ क्या म कस्तो एक्सप्लेनै गर्न सकिरहेको छैन क्या म एकदम ओभरवेल्म भन्छु पास्ट प्रेजेन्ट दुइटै देखाइन्छ आई डोन्ट नो चाइनिज है जस्ट तपाईँलाई मैले बुझेअनुसार भन्दैछु आई एम डुइङ दिस फर अ फ्रेन्ड भनेर पनि लेखे जस्तो पनि देखेको थियो नेपालमा बन्ने खालको मुभीहरू खालको छैन यहाँको जस्तो डान्सिङ सङहरू आइटम सङहरू लभ सङहरू छैन हाम्रो मलाई एकदम कन्फिडेन्स छ मुभी राम्रो बनेको छ डिफ्रेन्ट बनेको छ कन्फिडेन्स छ तर नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ यो खालको मुभी रुत्ताइदिएको छैन त्यस्तो खालको नेपाली अडियन्स पो छन् कि छैन यसलाई हामीले एक्ज्याक्टली कुन जोनरामा लिँदा भयो त यसलाई हामीले माइथोलोजिकल थ्रिलर या त मिथोलोजिकल थ्रिलर हरर छँदै छैन भने होइन जस्तो पिन्च अफ सल्ट जस्तो चेरी अन द टप त्योवाला चाहिँ छ होइन अब हरर छैन भनेर भन्दिनँ तर होल हरर मुभी हो भनेर चाहिँ हेर्न नजानु होला तर यसलाई माइथोलोजिकल थ्रिलर ट्रेलरमा देखाए अनुसारले त अब हरर छँदै छैन भन्न त त्यो पत्याउँदैन त्यो टेढो मेढो परेको क्लिप्स पनि छ होइन सन्दुकबाट एकजनाले हात निकालेको क्लिप्स पनि छ भनेपछि चेरी अन द टप चाहिँ छ सो एन्ड आइम रियली एक्साइटेड कि हाउ दिस मुभी इज गोइङ टु प्रेजेन्ट होइन अब अलिकता हिस्ट्रीको कुरा छ मेथोलोजीको कुरा छ कल्चरको कुरा छ डिफ्रेन्ट स्ट्याचु स्क्रिप्चर्सहरू पनि देखाइएको छ एन्ड आइम रियली एक्साइटेड क्या त्यही भएर म अलिकता फ्यान मोमेन्टमा आयो भने चाहिँ आमिरजीले मलाई कन्ट्रोल गर्नु पर्यो सो ओके मुभिङ अन दि अनदर क्वेसन फर्स्ट अफ अल हाउ यु फिलिङ यति रमाइलो भइरहेछ नि खेलको प्रमोसन गरिनलाई किनकि अलग खालको फिल्मको एक्टर हो भनेर एकदम प्राउड फिल भइरहेछ मलाई चाहिँ अनि यो जनर बुझाउन पाउँदा भन्छ नि कुन खालको मुभी भन्दाखेरि माइथोलोजिकल थ्रिलर भन्दाखेरि के हो त यो चिज भन्ने कुरा भन्न पाउँदाखेरि मजा चाहिँ आइरहेछ अनि अलिकता हसल एन्ड बसलको माहौल कति छ तपाईँलाई त सबले इन्भाइट गरिरहनु भएको छ होइन केही छ होला नि त एनर्जीमा पनि अफकोर्स डोन्ट गेट इन्सिक्योर मेरो मेहनत पुगेन होला होइन आई माइट बी बिङ आउटकास्टेड होइन डोन्ट बी अन त्यही भएर डोन्ट बी इन्सिक्योर अन द्याट पार्ट यु आर गोइङ टु रक यु आर रकिङ एन्ड यु विल रक सो मुभिङ अन टु द नेक्स्ट क्वेसन तपाईँले भन्नुभयो मलाई मजा आइरहेछ मिथोलोजी बुझाउनलाई पनि तर यो मुभीलाई चाहिँ तपाईँको आफ्नो प्रिपरेसन कस्तो थियो तपाईँको आफ्नो रिसर्च चाहिँ कस्तो थियो त म अडिसनको टाइम चाहिँ मेरो कस्तो भएको थियो भने मलाई अनलाइन अडिसन दिनुभएको थियो मलाई मुभी के हो कस्तो हो मलाई केही थाहा थिएन मलाई यति मात्रै थाहा थियो कि सुरक्षा पन्तसँगको मुभीमा भन्नुभयो सुरक्षा पन्त पनि स्क्रिन टेस्ट पछि सेलेक्सन हुनु भएको भन्ने कुरा सुनेपछि चाहिँ ल है केही कुरामा चाहिँ आर्ट्समा रेस्पेक्ट गर्ने डिरेक्टर्स या त प्रड्युसर मेकर्सहरू चाहिँ इन्डस्ट्रीमा अझै पनि अरू त हुनुपर्ने अझै पनि भित्रिरहनु भएको छ भने मेरो एक्साइटमेन्ट लेभल चाहिँ अर्को थियो कविता गिरीले स्क्रिन टाइम के अरे हामी स्क्रिन टेस्ट दिनुभएको भोलाराज सापकोटाले स्क्रिन टेस्ट दिनुभएको भए लास्टमा डिरेक्टर पनि हाम्रो बलिउडमा धेरै मुभीमा एज अ चिफ एडी होइन एसोसिएट डिरेक्टर गरिराख्नु भएको डिरेक्टर हुँदो रहेछ किनकि उहाँलाई त नेपालको को एक्टर पेमा के थाहा छैन नि त हो यो चिजले गर्दा चाहिँ ओपन अडिसन थियो अडिसन दिएँ अनि त्यसपछि अडिसन दिँदाखेरि चाहिँ अलि हरर टाइपको मुभी हो हाम्रो दिमागमा पनि त्यही हालिदिनु भएको थियो कि हररै हो भनेर चाहिँ हालिदिनु भएको थियो अनि जब अलिकति क्यारेक्टरको बारेमा बुझ्दै गएँ त्यसपछि चाहिँ कस्तो भयो भने ओके यो खालको स्क्रिप्टमा म काम गर्न पाउँछु भने चाहिँ म भाग्यमानी हो यो स्क्रिप्टै म भाटै आउँछ भने चाहिँ म भाग्यमानी हो भन्ने फिल भएको थियो क्या मलाई चाहिँ अनि त्यही नै हो तर तपाईँले केही सजेसन्स चेन्जेस मेरो एज अ स्क्रिप्टमा चाहिँ मैले
छुट्टै मेहनत गर्नु परेको थियो मलाई मेन्टली इमोसनली एकदमै गाह्रो भएको थियो म एकदम मजाकिलो मान्छे क्या हुन चाहिँ तर बेला बेला म छुट्टी पन्थी मेरो निस्किन्थ्यो होइन तर म एकदम मजाकिलो मान्छे हो अनि यो मुभी गर्ने क्रममा चाहिँ आई डोन्ट नो के भयो होइन अब त्यो सिनियर एक्टर्सहरूले भनेको सुन्छ क्या क्यारेक्टरमा गएपछि मेरो बानी यस्तो भयो उस्तो भयो भन्नुहुन्छ नि त म रिस्सा भएको थिएँ एकदमै म यति रिस्सा भएको थिएँ कि हस्टेलमा पनि उहीँ क्रुको हाम्रो के भन्छ स्पटमा आउनु भएको भाइ हस्टेलमा पनि आउनुभएको थियो अनि उहाँसँग त्यो भाइसँग म बोल्दाखेरि दिदी तपाईँ नरिसाउनु न भन्थ्यो क्या मलाई सरी कुल्जी हो कि क्या हो अनि मैले यसो भने भाइ नगर त्यस्तो नभन्न म मेरो क्यारेक्टर थियो त्यो टिममा म के मुडमा हुन्थेँ त्यही भएर म त्यस्तो भएको हो म त्यस्तो रिसाउने मान्छे होइन म चिल छु त देखिरहेको छौ त तिमीले त यहाँ रिसास त्यसो भए बिहाइन्ड द क्यामेरा बिहाइन्ड द सिन्स बिहाइन्ड द बिग स्क्रिन्स को हो त हेर्नाजी के गर्नुहुन्छ फ्री टाइममा अघि तपाईँले मलाई बुकको बारेमा पनि सोध्दै हुन्थ्यो लभ स्टोरी हो भनेर म चाहिँ कोलिन हामरको बुकहरू हेर्छु क्या यो अघि लभ होइन यिनीहरू म एकदम लभ स्टोरी पढ्छु मलाई इन्ट्रेस्ट लाग्छ किनकि युनिक खालको लभ स्टोरी हुन्छ क्लिफे हुँदैन नि त उहाँको अनि बुक चाहिँ अलि कम भएको छ यो सुटिङको क्रमले गर्दाखेरि नत्र मलाई यो लेटेस्ट मैले पढेको बुकमा चाहिँ ऐठन भन्ने बुक मलाई एकदम मन परेको हो फ्री टाइममा म त हेर्नु सुत्छु मलाई सुत्नु एकदम मनपर्छ रेस्ट पनि त चाहियो रेस्ट पनि होइन रेस्ट पनि चाहियो होइन म सुत्छु क्या बाई द वे मेरो फेभरेट हबी पनि त्यही हो जब म सुत्छु नि म लास हो क्या घोडा बेचेरै सुत्छु म पनि सुत्न चाहिँ ओके मुभिङ अन टु द नेक्स्ट क्वेसन यु ग्रु अप इन बुढानीलकण्ठ एरिया अनि त्यो चाहिँ अलिकता कल्चरल्ली रिच एरिया हो क्या अनि यता तपाईँको हस्टेल मुभी होइन खेल मुभी होइन अनि हजुरको खेल मुभीमा चाहिँ अलिकता कल्चरहरू पनि देखाएको छ डिपिक पनि गरिरहेछ तर डु यु बिलिभ इन प्यारानर्मल एन्टिटिज आई डु एकदम यो चिजहरू एकदम विश्वास गर्छु मलाई एकदम धेरै त्यो अहिले त धेरै भयो यो ऐठन भन्ने चिज नभएको तर पास्ट फ्यु इयर्समा चाहिँ एकदम धेरै हुन्थ्यो मलाई लगभग 4 वर्ष अगाडितिर चाहिँ ऐठन भन्ने चिज एकदम धेरै हुने अनि देखेको पनि छु मान्छेहरूलाई त्यो कुराले सताइराखेको कुराहरू अनि प्लस अब भूतहरूको कुराहरू त्यो चिज पनि मैले महसुस गरेको छु क्या त्यो एनर्जीलाई महसुस तपाईँलाई गरेको छु ऐठन हुँदा चाहिँ कस्तो हुन्थ्यो होला नि अब ऐठन हुँदाखेरि मलाई त थाहा छैन ऐठन भने के हो अब ऐठन लाइक मलाई भएको होला ऐठन लाइक स्लिप प्यारालाइसिस स्लिप प्यारालाइसिस यो चाहिँ कति हुन्छ नि कति टाइममा एकदम नेगेटिभ थट्सहरू मान्छेहरूमा एकदम धेरै भइरहेको हुन्छ नि त त्यो नेगेटिभ थट्सलाई चाहिँ निकाल्ने एउटा लाग्छ क्या देखाउने एउटा या त त्यो रिलेट गर्ने चाहिँ हो जस्तो लाग्छ हे जुन दिनमा एकदम थाकेर एकदम मेन्टल प्रेसर स्ट्रेसमा गइरहेको हुन्छ त्यो टाइममा चाहिँ ऐठन भनेपछि यसमा दुईटा डिबेटेबल टपिक निस्क्यो या त त्यो नेगेटिभिटीले गर्दा वी आर मेन्टली टायर्ड या त वी आर नेगेटिभली इन्फ्लुएन्स भएर वी आर एट्र्याक्टिङ नेगेटिभ एनर्जी भन्ने पनि हो होइन अब त्यो त्यही त अब ऐठनमा त अनेकौँ किसिम हुन्छ नि चल्न नसक्ने जति बोलाए पनि अरूले नसुन्ने यो चिजहरू अरट्ठ हुने धेरै कुरा हुन्छ नि ऐठन हुँदा अब त्यो कुरा फेस पनि गर्नु मन छैन क्या डर लाग्थ्यो कि एउटा सानो इन्सिडेन्ट छातीमा हात राखेर सुत्यो भने त्यस्तो हुन्छ रे त्यो मेरो चाहिँ मेरो ब्याड ड्रिम्स देख्ने चाहिँ त्यो मलाई फिल हुन्छ म जब सुतेर झस्याङ्ग भएर उठ्छु नि अनि मलाई फिल हुन्छ मेरो हात यहाँ हुन्छ क्या मेरो नेगेटिभ ड्रिम देख्ने टाइम मैले चाहिँ एकचोटि एक्सपेरिमेन्टै गरेको थिएँ क्या छातीमा हात राखेरै सुतेँ ऐठन हुन्छ यो स्लिप प्यारालाइसिस हुन्छ भनेर तर वास्तवमा म चाहिँ फेरि त्यो बेला पनि घोडा बेचेरै सुतेँ होइन केही फिलै भएन तर लुसिड ड्रिम्स यस्तो चाहिँ तपाईँलाई भएको छ कि नै भन्नाले लुसिड ड्रिम्स इज यस्तो सिनारियो ड्रिम्समा चाहिँ वेयर यु रियलाइज द्याट यु आर इन अ ड्रिम त्यस्तो चाहिँ त्यो खालको चाहिँ भएको छैन म अब उठ्दाखेरि कति टाइम त ड्रिम नै नसम्झिने हुन्छ होइन तर त्यो ड्रिममा ड्रिम त्यो मलाई आई एम इन अ ड्रिम भन्ने चाहिँ प्रायःले चाहिँ यस्तो पनि फेस चाहिँ गर्छ त्यो फिलै हुँदैन क्या त्यसो मेरो अर्को क्वेसन चाहिँ अब हामीले नेगेटिभ एनर्जी र नेगेटिभ थट्सको कुरा गऱ्यौँ अनि प्राय हरर मुभी सेट्समा त यो भाकै छ होइन केही न केही प्यारानर्मल इन्सिडेन्ट हुने होइन किन भन्दाखेरि अफकोर्स त्यहाँ मेनिफेस्टेसन नै होला नेगेटिभली इन्फ्लुएन्स भएर मान्छे त्यो केसमा चाहिँ खेल मुभीको सुटिङको टाइममा सेटको टाइममा यस्तो केही प्यारानर्मल इन्सिडेन्ट भयो कि बाँच्छ अब खेलमा चाहिँ भेरी एक्साइटेड खेलमा चाहिँ वी हेभ लाइक अमेजिङ एक्टर्स
अनि पहिला चाहिँ एक्टरहरूको नाम लिँदाखेरि चाहिँ लाइक सुरक्षा दिदी भइहाल्नुभयो, समापिका गौतम, मोनिका थापा होइन, निकिता, अब म। अनि कस्तो हुन्थ्यो भने समापिकाको र मेरो सिन चाहिँ धेरै जस्तो सँगै हुने। अनि समापिकाको वाला इन्सिडेन्ट सेयर गर्छु पहिला। अनि उसले चाहिँ एकचोटि ऊ टोइलेट गएको रहेछ लगभग 1-2 बजी रातिको बिहानको टाइममा। ऊ टोइलेटमा अब आफ्नो लाइक सी इज डुइङ आफ्नो स्टफ। अनि लाइक उसलाई चाहिँ के फिल भएछ भने ऊ कुरा गरिरहेछ मसँग, एकदम म उसको जब पर्खाइरहेको छु ऊ कुरा गरिरहेछ, तर बाहिर आएर हेर्दा म थिएन अरे क्या त्यहाँनिर। ऊ यस्तरी कुदेर आएर मलाई अङ्गालो मारेछ होइन। Goosebumps. त्यो त्यो छ होइन। अनि मेरो आफूले देखेको चाहिँ म पनि त्यसरी नै त्यो अब रेगुलर कति दिन भइसक्यो नि त। त्यो हाम्रो एकदम पुरानो दरबारमा थियो क्या, दिल्ली बजारमा भोजन गृह भन्ने, त्यहाँनिर त्यो सुट हाम्रो। अनि कति दिन भइसक्यो सुट भएको र ठिक त 1-2 बजी चाहिँ एक्लै टोइलेट जान सक्ने पनि भइसकेको थियो। अब त्यहाँको टोइलेटको हालत त्यस्तै नै छ होइन। अब अप्ठ्यारो नै छ, एकैछिन है, नबसेको तपाईँसँग कन्भर्सेसन गरिरहेछ, गरिरहेछ। तपाईँले रिप्लाई पनि दिइरहनु भएको छ। तर म होइन त्यहाँनिर, म थिएन भने क्या, म थिएन, सिरियसली थिएन क्या। ऊ आएर मलाई हक गरेपछि मैले थाहा पाएँ कि त्यस्तो इन्सिडेन्ट भयो भनेर क्या त्यहाँनिर। चाहिँ गुजबम्स मोमेन्टै थियो है यो स्टोरी चाहिँ। फर्स्ट अफ अल लिटरली गफ गरिरहेछ, उहाँलाई कस्तो फिल भयो होला, मेन क्वेसन त त्यो छ क्या। कसम यो ठाउँमा सुशान्त थियो भने चाहिँ सातो पुत्लो उठ्दै मान्छेको त हामी झाँक्री बोलाउनु पर्थ्यो। अर्को सुनाउँछु प्लिज। मेरो चाहिँ खासै मैले फिल गरेको चाहिँ यत्तिकै भर्याङबाट ओर्लिरहँदाखेरि केही चिज पास भएको चाहिँ मैले देखेँ हो होइन। त्यो चाहिँ खासै मैले त्यसलाई लाइटली नै लिएँ, किनकि हामी अब म त नेवार हो नि त। नेवारहरूको त अब यो भर्याङमा हामी डराउने त बच्चैदेखि नै हो क्या, यहाँनिर ख्याक हुन्छ, यहाँनिर यस्तो हुन्छ उस्तो हुन्छ भने। सो त्यसलाई त मैले त्यति डराउन हिसाबले चाहिँ लिएन। अनि अर्को ड्रेसको बहिनीहरू हाम्रो चाहिँ कस्तो थियो भने ड्रेस रुममा चाहिँ ढोका थिएन, अनि पर्दा लगाएको थियो। बहिनी 2जना बहिनी हुनुहुन्थ्यो। अनि उहाँहरू चाहिँ सुतिराख्नु भएको थियो, स्मिता बहिनी र श्रेया बहिनी रे। अनि कसरी भने टावललाई यसरी मुख छोपेर, यति टावलले मुख छोपेर, अनि उनीहरू एक्कासी आएर हक गऱ्यो कि उनीहरू पनि डराएर। अनि के भयो भनेको त्यो जुन टावल छोपेर बसेछ नि त्यो टावल फुत्तै फालिदिएको अरे क्या। अब त्यहाँ मान्छे भएको भए त कर्टेन हल्लिन्थ्यो नि त मान्छे भाग्दाखेरि, तर त्यहाँ केही पनि छैन कि, यत्तिकै छ क्या, कर्टेन पनि हल्ला छैन। अनि उनीहरूको टावल चाहिँ फालिदिएको अरे कि। लोकेसन चाहिँ कहाँ गरे? यो दिल्ली बजारमा छ, भोजनको यो त्यो पुरानो दरबार हो क्या, त्यहाँनिर धेरै मुभी सुटहरू भएको छ त्यहाँनिर। अनि यो खालको एक्टिभिटिज अनि अरूहरूले पनि चाहिँ फिल गर्नु भएको छ अरे, एनर्जी चाहिँ भन्नुभएको थियो। अनि म चाहिँ पर्सनली कस्तो छु भने कसैको घर जाँदाखेरि मलाई एनर्जी फिल हुन्छ क्या, मेरो जिउमा लिटरली एनर्जी फिल हुन्छ क्या। यो चाहिँ मेरो मैले मिडियामा फर्स्ट टाइम भन्दैछु, मलाई लिटरली एनर्जी फिल हुन्छ क्या। त्यो चाहिँ डर लाग्छ क्या कहिले कि आफूलाई देखेर नै। अनि त्यो कति सफोकेसन हुन थालेको या त त्यो फिल भयो, त्यो चाहिँ म अनि हत्तापत्ता केही न केही बहाना भनेर म नित्तिकै हुन्थेँ त्यहाँबाट। त्यो थाहा किन हो थाहा थिएन, त्यो अलिअलि जिनबाट आएको होला क्या, मेरो हजुरबा गर्नुहुन्छ। ओके, आई डु अन्डरस्ट्यान्ड अन द्याट पार्ट। किन भन्दा म नि बिलिभ गर्छु, कतै कतै रिलेट पनि गर्छु। यहाँ आउँदा चाहिँ त्यस्तो भयो कि नै, यहाँ आउँदा चाहिँ त्यस्तो भयो कि छैन छैन, यहाँ त चिल दाइसँग उस नि त, त्यही भएर पनि म राति यही बसेको थिएँ क्या एक्लै। छैन छैन त्यस्तो जाँदैन। ओफो ल ठिक छ। ओके, अलिकता तपाईँको यता थिएटरबाट सर्ट फिल्म्सहरूबाट अनि मेन्सन चाहिँ गरिहालेँ, मन चाहिँ थिएन, कति त्यही मेन्सन गर्नु भनेर। होस्टेल, फेरि यता खेलको रोल, कस्तो भन्दाखेरि एउटा भर्सिटिलिटी पनि देखेको छ, एउटा क्यारेक्टरमा काइन्ड अफ ह्युज चेन्जेस पनि आएको छ। एउटा चाहिँ तपाईँले यसमा च्यालेन्जै लिनु भएको छ क्या होइन। आई डु एग्री अन द्याट पार्ट। अनि ह्याट्स अफ टु यु त्यो केसमा पनि। किन भन्दाखेरि गर्नु छ, गरेर देखाउँछु, च्यालेन्जिङ छ, के मतलब आई वुड डु दिस होइन। तर ग्रोइङ अप चाहिँ यस तपाईँको इन्सपिरेसन चाहिँ को हुनुहुन्थ्यो होला यो एक्टिङको केसमा होइन, च्यालेन्जिङ क्यारेक्टर प्ले गर्ने केसमा? Bring up your inspiration. मेरो त अब मैले इन्सपिरेसनको रूपमा भन्दा पनि मैले सिकेको चाहिँ मेरो दिदीहरूबाट छ। जस्तो कि थिएटरको दिदीहरू हुनुहुन्छ, हाम्रो एउटा ग्रुप छ कौशी थिएटरमा, हाम्रो दिदीहरू हुनुहुन्छ। मैले प्लेब्याक सिक्दाखेरि या त मैले नाटकै नगर्दा पनि बिहाइन्ड द लाइक स्टेजमा बसेर भोलिन्टियर गर्ने टाइममा मैले सिकेको चाहिँ दिदीहरूलाई देखेर। जस्तो कि हाम्रो लुनिबा तुलाधर होइन, वान अफ द फेमस कमेडियन एक्टर हुनुहुन्छ उहाँ। अनि आकाङ्क्षा दिदी, हाम्रो रोशनी साङ्गो दिदी, अनि लगभग अब स्क्रिनमा देखिएको कलाकार धेरै नै हो भन्ने चाहिँ म मेनुका दिदीलाई हेर्छु, कसरी सटल पर्फर्मेन्स दिनुहुन्छ दिदीले। पशुपति राई, सरिता गिरी, उहाँहरू दिदीहरूलाई चाहिँ म एकदमै सम्झिन्छु क्या यो चिजहरूलाई चाहिँ। अनि क्यारेक्टर को लागि त म सौगात दाई हो क्या अन्छ।
I don't know है सौगा दाइसँग एकदम धेरै काम गर्ने रहछ मलाई अनि त्यही हो यदि काम गर्न पाउनुभयो भने कुन कुन जोनराको मुभी काम आओस् म रेडी छु क्या जुन नगर्नु पनि मैले भन्छु क्या जहाँ पनि काम चाहिँ आओस् भनेर रोमान्स कमेडी रोमान्स कमेडीमा पनि इन्ट्रेस्ट छ किनकि यो त झन् अलग्गै जनर किनकि मलाई त एक्सन गर्नु मन छ अनि यो नेवारी मिथबाट पनि तपाईँ पनि त्यही कल्चरमा हुर्किनु भएको छ यो लाखे जस्तो एन्टिटिजहरूलाई लिएर चाहिँ लाखे प्ले गर्न क्यारेक्टर अब यस्तो छ है लाखेको चाहिँ आई डोन्ट नो के हो तर लास्ट इयर 2 वर्ष कि 3 वर्ष अगाडिदेखि चाहिँ केटी पनि लाखेमा हुनु भएको छ डान्स गर्नु भएको छ होइन तर कल्चर अनुसार चाहिँ केटा मान्छेहरू मात्र तिमी पनि छानिएर केटा मान्छेहरू मात्र लाखे बन्न पाउँछ लाखे डान्स गर्न पाउँछ भनेर तर 2 वर्ष 3 वर्ष भयो केटीले पनि गरिरहेको भएको छ विच इज गुड अब त्यो कुरा के रिजनले गर्दाखेरि गर्नु भने नहुने थाहा थिएन तर आई वुड लभ टु प्ले दो काइन्ड अफ क्यारेक्टर लाखेको बिहाइन्ड लाखे कसरी भयो लाखेको पनि आफ्नो लभ स्टोरी छ नि त खासमा मलाई गुजबम्स यो आइरहेछ डिप छ क्या यो डिप छ लाखेको पनि लभ स्टोरी छ अब यो मैले पनि टिकटकमा सुनेको थिएँ लभ स्टोरी होइन अनि लाखे किन लाखे छ लाखेको प्रेमिकाको बारेमा यो चिजहरू उसलाई किडन्याप गरेको किडन्याप बारेमा गरेको बारेमा हो यो चिजले गर्दाखेरि मलाई लाखेलाई बुझ्नलाई पनि एकदम छ किनकि लास्ट टाइम मैले एउटा नाटक गरेको थिएँ फिल्म गर्नुभन्दा अगाडि चाहिँ मैले अग्नि चच्छु भन्ने नाटक गरेको थिएँ मेरो लास्ट नाटक त्यो चाहिँ अग्नि चच्छु भनेको चाहिँ अब अग्नि भनेको आगो भइहाल्यो चच्छु भनेको आँखा हो होइन अनि अब सपोज हामीले थर्ड आइज टाइपको तरिकाले लिएर गऱ्यो मैले त्यसमा चाहिँ पूर्व कुमारीको रोल गरेको थिएँ होइन अनि खासमा मेरो त्यो क्यारेक्टरै थिएन मेरो क्यारेक्टर चाहिँ तलेजु भवानी र मेजुलानी भन्ने वारियर हो जुन चाहिँ नेपालको हिस्ट्री नेपाल काष्ठमाण्डव क्रिएट गर्नमा ठुलो हात भएको वारियरको क्यारेक्टर गरेको थिएँ मैले अनि पछि के भयो हामीले पूर्व कुमारीको क्यारेक्टरै भेटेका छैन क्या अनि मलाई कस्तो भयो कति नलेजहरू बटुलिसकेको थियो कुमारी भनेको यो कसरी कुमारी भयो कुमारी कसरी छानिन्छ यो चिजहरू गरिसकेपछि मलाई कस्तो भने हामी कुमारीलाई भेट्न गएको थियो क्या अब कुमारी क्यारेक्टरै भेटिरहेको छैन अब एकचोटि फिदा सुदा गरौँ भेटौँ भन्ने हिसाबमा गएछ भने समाउ दाईहरूले चाहिँ हिनाले गर्न सक्छौ हिनालाई लिउँ न हिनाले हाइडल गरिहाल्छ नि यतिको क्यारेक्टर त 2टा क्यारेक्टर 3टा क्यारेक्टर गरिहाल्छ त स्टेजमा भन्नुभयो थियो त्यसरी अनि म गएँ कुमारी पनि भेट्न गएको दर्शन गर्न गएको अनि दर्शन गर्ने क्रममा जब मैले ढोकिरहेको थिएँ मैले मनमा नै के भने यदि हजुरलाई लाग्छ कि म हजुरको क्यारेक्टर या त हजुरलाई म रिप्रेजेन्ट गर्न सक्छु जस्तो लाग्छ भने चाहिँ प्लिज म यो क्यारेक्टर मलाई दिनु नत्र मलाई दिनु पर्दैन भन्दाखेरि भोलिपल्ट नै मेरो नाम आयो क्या अब मलाई यस्तो मलाई ब्लेस्ड फिल हुन्छ क्या यो चिजहरूले किनकि त्यो टाइममा मैले कुमारीको बारेमा धेरै कुराहरू थाहा पाएँ नि त अब यो नाटक फेरि पनि हामी गर्ने कुरा भइरहेछ क्या अनि यसमा चाहिँ अब मुभी पनि बनाउने के कस्तो कुरा भइरहेछ Please, please, please. My message to all the Nepali filmmakers also, including Amirji, Kumari, Lakhe, अनि एउटा चाहिँ के आइरहेको हिस्ट्री वाट एभर हिस्ट्रीको बारेमा आफ्नै पनि मिथोलोजी छ हिस्ट्री छ कल्चर छ आर्ट छ लेट्स प्रमोट हिस्ट्रीमा चाहिँ बनाउनु पर्छ यति रिच छ हिस्ट्री होइन तर सायद अब हाम्रो नाति पनातिको टाइममा हुन्छ होला कि यो पोसिबल किनकि ह्युज के भन्छ प्रोडक्सन चाहिन्छ लगानी ह्युज चाहिन्छ क्या यो चिजको लागि चाहिँ नत्र त आफै सोच्छु न अब जस्तो मैले मेजुलानीको कथा गरेँ मेरो अलग्गै एनर्जी छ त्यसमा पृथ्वीनारायण शाहको बारेमा स्टोरी बन्न सक्छ गर्ने खल्ले बिक्स कसले लिने भन्ने हो क्या हिस्ट्रीको बारेमा बनायो भने बवाली हुन्छ क्या अलिकति फेरि च्यालेन्जिङ पनि छ प्रड्युसर्सहरूलाई नचल्ने हो कि मेबी सायद ओटिटीले भोलिको दिनमा यो पर्दा चेन्ज गर्न सक्ला कि भन्ने आश चाहिँ छ अब त्यसमा चाहिँ यस्तो हुन्छ अर्को कुरा चाहिँ कास्टिङ एकदम म्याटर गर्छ यो चिजमा मलाई त स्पेसल्ली अब यस्तो मुभी बन्यो भने चाहिँ कास्टिङ चाहिँ त्यो नसोच्यो हुन्छ क्या म यो अनुहार राख्छु त्यो अनुहार राख्छु बरु तिमी डिप कास्टिङ थ्रो गर अडिसन थ्रो गर तर खतरा एक्टर्सहरू लिएर क्या एज अ मुभी फ्यान चाहिँ म चाहिँ वाक्क दिक्क प्याक्क भइसक्यो क्या चाइनामा जाउँ गड्स हेभेन्स सन वुकङ मङ्की किङ होइन त्यही पेले चाहिँ रिसेन्टली गेम अफ द इयर झन्डै हुन पुगेको एउटा ब्ल्याक मिथ वुकङ भन्ने गेम आएको छ होइन त्यसमा पनि त्यही सन वुकङ प्ले गरेको छ अलिकति हलिउडतिर जाउँ त्यही मेड्युसा त्यही जिउस होइन त्यही पेलेको छ म चाहिँ वाक्क भइसकेँ हाम्रो कल्चर खोइ क्या होइन एउटा चाहिँ गेम आएको थियो राजी होइन
भन्ने अलिकता हिन्दुइजमको टेस्ट पाएको थियौँ तर त्यो पनि त्यस्तो हाइप पाएन क्या अडियन्सहरूले स्टिल गरेर कल्चरमध्ये बनाम क्या वाइ नट म रोल गर्न तयार छु होइन भन्नु अघि मलाई अगाडि पोडकास्टमा पनि के सोध्नु भएको थियो भने यदि तपाईँसँग केही सुपर पावर छ भने के पावर होस् भने क्या म चाहिँ त्यो सोध्दिनँ मलाई होइन मलाई सोध्नु भयो अनि मैले के भनेँ भने मलाई म कसैले नदेख्ने हुन्छु म उड्ने हुन्छु भन्दा नि मैले के भने जति पनि जुन पनि फिल्मले एउटा रेस्पेक्ट पाउनुपर्ने अडियन्स भ्युज पाउनुपर्ने जुन एउटा बक्स अफिसमा हिट पाउनुपर्ने मुभीहरू चलेको छैन नि त्यो मुभीलाई चाहिँ म हिट बनाइदिन्छु भने तर मेरो क्वेसन चाहिँ अपार्ट फ्रम सुपर पावर्स कुनै मिथोलोजिकल स्टोरी चाहे नेपाली होस् चाहे ग्रिक होस् वाट एभर होइन चाहे जापानिज सिन्तो होस् तपाईँलाई चाहिँ कुनै एउटा मिथोलोजिकल क्यारेक्टर चाहिँ प्ले गर्न पाए हुन्थ्यो भने त्यस्तो कुनै क्यारेक्टर छ कि नै मलाई नेपालीको उसमा प्लिज नेपाल भए बेटर नेपाल भयो बेटर हाम्रो भए बेटर मलाई चाहिँ अब यही मलाई मेजुरानीको क्यारेक्टर गर्नु मन छ अब यो चाहिँ मिथ होइन यो रियल हो यो काठमाडौँ नेपाल मण्डललाई बचाउन ठुलो हात छ उहाँको भन्ने एउटा जुन मैले कुराहरू बुझेँ मैले त्यसको नलेज पाएँ त्यो अनुसार चाहिँ मलाई मेजुरानी क्यारेक्टर गर्नु मन छ मैले कुनै पनि टाइममा एकदम राम्रो प्रोडक्सन काम गरेर म फाइनेन्सियली अलिक स्टेबल भयो भने म हर्स राइडिङ र आर्चरी चाहिँ सिक्छु क्या प्लिज मेरो मेरो एकदम ड्रिम हो क्या हर्स राइडिङ आर्चरी मुभीमा रियल एक्सन गर्नु आई नो त्यो डिफिकल्ट हुन्छ आफ्नो ठाउँमा छ टेक्निकल पार्ट आफ्नो ठाउँमा छ तर कुनै पनि कुरा फेक गर्नु नपरोस् भन्ने छ क्या मलाई यो खालको क्यारेक्टरमा म हुन त मलाई चाहिँ बिङ एज अ नेपाली मुभी फ्यान अल्सो एन्ड युआर अल्सो क्वाइट साइनिङ इन द इन्डस्ट्री तपाईँलाई चाहिँ मैले एक्सनमा चाहिँ देख्न पाऊँ भन्ने चाहिँ मेरो पनि सपना छ होइन हजुरले केसम्म चाहिँ देख्न पाउनुहुन्छ भने म बुली गर्ने क्यारेक्टर त देख्न पाउनुहुन्छ होइन खेलको कुरा होइन बाँकी प्रोजेक्टहरू पनि छ त्यही त अनि मलाई अलिक अपग्रेड हुनु मन छ क्या अब त्यो बुली क्यारेक्टरबाट अलिक लेभल अप गर्नु मन छ मलाई इनोसेन्ट क्यारेक्टर झन् गर्नु मन थियो किनकि मेरो लुक्स हेरेर म इनोसेन्ट देख्दिनँ भन्नुहुन्छ क्या मलाई धेरै जसरी अनि म किन सक्दिनँ इनोसेन्ट गर्ने अब यो हाम्रो चाहिँ आइरहनु मैले यो भन्नै मिल्दैन तर अब स्लो हुन्छ क्या मलाई भन्नमा लाग्यो क्या एउटा क्यारेक्टर गइसकेपछि यसले यही क्यारेक्टर गर्छ भनेर चाहिँ अलिकति दिइदिनु हुन्छ हाम्रो त्यही इन्डस्ट्रीमा होइन तर वाइ डोन्ट यु एक्सप्लोर होइन एक्टरहरूलाई किन चाहिँ चान्स दिनु हुँदैन यो एक्टर बुन्दी देखाएको छ भने यो एक्टर भोलिको दिनमा अलिकति माग्ने क्यारेक्टर पनि त गर्न सक्छ नि त होइन यो त अलिकति प्रोडक्सनमा एफोर्ट पनि त लाउनु पऱ्यो नि त यो चिज सो मलाई चाहिँ एकदम सोझी क्यारेक्टर पनि गर्नु मन छ क्या मलाई मेरो लुक पुरै नै चेन्ज गर्नु पनि मन छ क्या क्यारेक्टरलाई मलाई दुब्लो भन मोटो भन म गर्न रेडी हो तर चान्स चाहिँ चाहिएको छ मलाई इनोसेन्ट क्यारेक्टर पनि गर्नु मन छ एकदम होइन च्यालेन्जको कुरा गर्दाखेरि ठ्याक्कै याद आयो मलाई तर यो आउट अफ द टपिक हुन्छ कस्तो भन्दाखेरि चाहिँ यो वान पिस भन्ने एनिमे छ क्या तपाईँलाई यसको सिरिज पनि भएको त्यसको लाइभ एक्सन पनि बनेको छ लाइभ एक्सनमा अल्बिडा भन्ने क्यारेक्टर मेबी लाइक मोर देन 100 kgs क्यारेक्टर अब यो सिजन 2 को लागि उसले आफ्नो वेट पनि घटाएको छ क्या अब त्यतिको लेभल अफ इन्टेन्सिटीमा जान सकिन्छ क्या कास्ट भइसकेपछि तर यो कुराको चाहिँ म पनि ब्याकअफमै हो किन भन्दाखेरि चाहिँ कास्ट यसरी गरियोस् कि उसको चाहिँ पोटेन्सियल हेरेर होइन जस्तै ब्याटम्यानको रोबर्ट प्याटिसन पनि उसले पनि वेट रिलेटेड त बवाल गरेको होइन सुकेनास म जस्तोदेखि लिएर अमिर सिंह जस्तो पनि गरेको हो होइन अब मुभिङ अन टु दि नेक्स्ट क्वेसन अलिकता फेरि अब हामी खेलमै जाउँ खेलमा ट्रेलर हेर्दा मैले बाइ द वे 50 चोटिभन्दा बेसी हेरेँ होला होइन दामी लागेर है अनेस्टली दामी तपाईँसँग मैले इन्टरभ्यू लिनुपर्ने छ भनेर चाहिँ होइन तर मलाई दामी लागेर स्टुडेन्ट्सहरू पनि देखाएको छ अहिलेको जस्तो प्रेजेन्ट अनि फेरि टेक्स्टमा चाहिँ पौराणिक कथा पनि भनेको छ अनि त्यसपछि फेरि एक्कासी नाग लागेको हो भनेर एउटा डिजिजलाई पनि पोर्ट्रेट गर्नुभएको छ तर टाइम चाहिँ कुन पोर्ट्रेट हुन्छ कि पास्ट प्रेजेन्ट सब देखाइन्छ पास्ट प्रेजेन्ट दुइटै देखाइन्छ कस्तो छ भने खेल अति रमाइलो छ क्या म कस्तो एक्सप्लेनै गर्न सकिरहेको छैन क्या म एकदम ओभरवेल्म भन्छु ट्रेलरमा जति पनि देखाएको छ नि सम्भाव अलिअलि चाहिँ मिसलिड गरिरहेछ क्या अडियन्सलाई त्यहाँनिर कति चिजहरू देखाइएको छ होइन नदेखियोस् भनेर देखाइएको छ क्या मेरो नेक्स्ट क्वेसन चाहिँ यसैलाई रिलेटेड थियो क्या खेल भनेको छ त्यहाँनिर चेस पनि छ लुडो पनि छ ओइजा बोर्ड पनि छ अनि अरू
एउटा आमा खोलौँ भनेर सन्दुक पनि खोलेको छ होइन, त्यसबाट एन्टिटिज पनि बाहिर निक्लिरहेको छ। यो सबै कुराहरू मिक्स छ क्या। अनि मलाई चाहिँ एकदम इन्ट्रेस्टिङ लागेको कुरा के भन्दाखेरि चाहिँ एउटा लेटर खोलिएको छ, चाइनिज स्क्रिप्चर्स सायद छ त्यसको, चाइनिज लेटर्सहरू छ। अनि मैले चाहिँ अलिकता एआई लगाएँ, वेलकम टु आवर आइटी अफिस। त्यो अलिकता ट्रान्सलेट गर्न खोज्दाखेरि चाहिँ के लेखेको थियो भन्दाखेरि चाहिँ यो चाहिँ एउटा लेटर हो भन्ने कुरा चाहिँ त्यहाँ थाहा पाए जस्तो लाग्यो। एआई महाशयले मलाई भन्नुभयो। सँगसँगै एउटा सेन्टेन्स चाहिँ सायद ट्रान्सलेट गर्दाखेरि चाहिँ आई डोन्ट नो चाइनिज है, जस्ट तपाईँलाई म बुझेअनुसार भन्दैछु, आई एम डुइङ दिस फर अ फ्रेन्ड भनेर पनि लेखे जस्तो पनि देखेको थियो। स्पोइलर होला, तर यी सबै कुराहरू, यी सबै एलिमेन्ट्सहरू एक्सप्लेन चाहिँ हुन्छ कि नै होला मुभीमा। मजाले हुन्छ। हामी एभ्री क्यारेक्टरको सबै क्यारेक्टरलाई एउटा एउटा एलिमेन्ट दिनुभएको छ। अब एलिमेन्ट त्यही त हो, एयर वाटर अनि नेचर, यो चिजहरू सबै क्यारेक्टरको आफ्नो एलिमेन्ट छ। सबै क्यारेक्टरको आफ्नो कलर दिनुभएको छ। अनि जुन आई डोन्ट नो, मेबी हु नो। अनि हजुरले अघि जसरी जुन त्यो लेटरको कुरा गर्नुभयो, त्यो चाहिँ चाइनिज भन्दा नि मोर अफ त्यही अब अहिले मैले भन्यो भने खुल्लिन्छ क्या धेरै कुरा। चाइनिज नै चाहिँ होइन, तर जसरी यो नेगेटिभ एनर्जीहरूलाई उयो गर्ने कुराहरू छ नि, हामीले कति मुभी हेर्छौँ, भेरोनिका, कन्जुरिङ, यिनीहरूको देखाइ नै अलग्गै भाषामा हुन्छ नि त। मलाई ठ्याक्कै त्यो ल्याङ्ग्वेजको चाहिँ आएन, तर फ्रेन्डसिपको लागि हो। इट्स अल अबाउट द फ्रेन्डसिप। मुभी इज अल अबाउट द फ्रेन्डसिप। खेल भनेको इट्स नट अबाउट द स्पोर्ट, किनकि हामीले खेल्नु त खेला छ। हाम्रो त्यहाँनिर इभन गर्लको ब्यान्ड पनि छ क्या हाम्रो त्यहाँनिर। कोही गिटारिस्ट छ, कोही ड्रमर छ, म भोकलिस्ट छु। ह्याङ्गर मैले गीत गाउनु चाहिँ परेन, तर खेल भनेको चाहिँ मनको भाव हो, किरिङ हो, साथी साथीमा जलनबाट सुरु भएको खेल हो। त्यो चाहिँ माइन्ड गेम हो, मनको गेम हो। इट्स नट अ फिजिकल गेम। फिल्म मुभीले चाहिँ यो सबै डिफ्रेन्ट एलिमेन्टहरू सर्वे गरेको छ भने चाहिँ, तर ओभरअल फिल्म मेकर पोइन्ट अफ भ्यूबाट चाहिँ कस्तो छ त? लास्टमा हामीलाई क्लिप ह्याङ्गर पो दिने हो कि सबै कुराहरू एक्सप्लेन पो नगर्ने हो कि? अब बाफुमेट्स, सेतानी, अकल्ट, यी सबै कुराहरू पनि देखाएको छ, झलक र झुलुक। एन्ड अब तपाईँले एकचोटि पोस्टर एक्सप्लेन गर्दाखेरि चाहिँ जस्तो उनी भन्नुभएको थियो, तर मुभीको लास्टमा क्लिप ह्याङ्गर पो छोड्ने हो कि पार्ट 2 पो आउने हो कि के छ? ओपन एन्डिङ छोडेको छौँ हामीले। अब अस्ति मलाई अब यो मैले यस्तो कुरा भन्नु मिल्दैन मिल्दैन थाहा छैन, तर हाम्रो दाई जो प्रड्युसर दाई हुनुहुन्छ, उहाँ नै राइटर मेकर, उहाँहरू पनि सबैजना उहाँ नै हो क्या, डिरेक्टर बाहेक। अनि दाईले चाहिँ मलाई के भन्नुभएको छ नि, अडियन्सबाट तिम्रो व्यक्तिमा गयो भने तिम्रो लागि पनि स्टोरी रेडी छ होइन भन्नुभएको छ क्या मलाई। यसरी चाहिँ खुलाउनु भएको छ मलाई दाईले। त होपफुली फिङ्गर क्रस होइन, किनकि यो थास चाहिँ हामीले सिरिजको लागि बनाएको चिज हो, ओटिटी प्लेटफर्मको लागि बनाएको हो। त्यो कारणले गर्दाखेरि हामीसँग स्टिल पनि ला यो सिन पुगेन भन्ने होइन, हामीसँग यो सिन बढी भयो भन्ने खालको हामीसँग इनफ छ कि सिन्सहरू एड गर्नलाई, माइनस गर्नलाई। भनेको चाहिँ ताल पऱ्यो भने यसैबाट सिनेमेटिक युनिभर्स पनि बनाउन सकिन्छ। हुनुहोस्। अनि ओटिटी प्लेटफर्म टार्गेट गरेको हो होइन, अनि त्यो कारणले गर्दाखेरि मुभी अलिकति ओटिटी टाइपकै छ। नेपालमा बन्ने खालको मुभीहरू खालको छैन। यहाँको जस्तो डान्सिङ सङहरू, आइटम सङहरू, लभ सङहरू छैन। यहाँ फ्रेन्डसिपको सङहरू छ, मुभीको थिम सङहरू छ होइन। यहाँनिर पर्सनल एक्सपिरियन्सको सङ छ यहाँनिर। यो चिजहरू चाहिँ छ हाम्रो खेलमा। तर तपाईँ ओभरअल्ली चाहिँ जोनरा चाहिँ अलिकता रिस्कीले पिक गर्नुभएको छ, ओभरअल सबै फिल्म मेकर्स, एक्टर्स एन्ड एभ्री वान। किन भन्दा तपाईँ यसो वर्ल्डकै सिनारियो हेरौँ, अलिकता हररलाई, साइकोलोजिकल थ्रिलरलाई लिएर अब कमाइ ठिकठाकै गरे पनि रेटिङ चाहिँ कम हुन्छ होइन। अब यो कतै न कतै यो जोनराको चाहिँ यस्तो छ क्या बाध्यता। अब यो यसरी भन्नु पनि मिल्दैन क्या, किनकि हरर जनरा मेथ साइन्सको फ्यान बेसै अलग छ क्या। ब्रान्डै डिफ्रेन्ट हो नि, ब्रान्ड डिफ्रेन्ट हो, फ्यान बेस अलग छ क्या। अब कति बेला कुन कन्टेन्टले क्लिक हुन्छ भने त्यो त हामीलाई पनि थाहा छैन नि त होइन। कति टाइममा 2 दिन 3 दिनमा नतलेको मुभीहरू 4थो दिनमा सानो क्लिप भाइरल भएकोले कस्तो मजाले क्लिक भइरहेको छ। हुनुहोस्, खेलको पनि त्यही हुन्छ कि। मलाई चाहिँ अलिकति बेसी कन्सर्न भएको चाहिँ हाम्रो, मलाई एकदम कन्फिडेन्स छ मुभी राम्रो भनेको छ, डिफ्रेन्ट भनेको छ, कन्फिडेन्स छ। तर
नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ यो खालको मुभी रुटाइदिएको छैन। त्यस्तो खालके नेपाली अडियन्स पो छन् कि छैन? अलिबेची सेन्स लाउनुपर्ने, ह्युमर लगाउनुपर्ने खालको टपिक छ नि त। अनि हाम्रो मिथको, साइन्सको, हरर जनर, सस्पेन्स थ्रिलरको जनरको फ्यान बेसै अलग त क्या। त्यही भएर पनि आश चाहिँ छ मलाई। त्यसो भए अब हामी अडियन्सलाई चाहिँ एउटा मेसेज दिउँ तपाईँको पोइन्ट अफ भ्यूबाट यो मुभी चाहिँ छुटाउनु भएन गिभ सम रिजन्स। रिजन दिनको लागि यो मुभी चाहिँ किन छुटाउनु हुँदैन भने नेपालको हिस्ट्री समहाउ रिलेटेड छ हाम्रो मुभीमा। कुनै कति कुराहरू हिजोको दिनमा अब यो मञ्जुश्रीले के भन्छ तरबार हानेर त्यो पार्ट त्यो जुन चिताको भन्ने कुराहरू होइन, अब यो चिजहरू त मिथ हो कि के हो त थाहा छैन नि त हामीलाई त। हो यो चिजहरू पनि समहाउ अलिकति क्लियर चाहिँ हुन्छ मुभीबाट। हिजोको दिनमा काठमाडौँ एउटा ठुलो पोखरी थियो, लेक थियो भन्ने बुझिआएछौँ। कसरी चाहिँ यो अब कस्तो भएको छ भने अब जतिजनाले पनि फिल्म हेर्नु भएको छ उहाँहरू एकदमै मुभी हेरिसकेपछि कस्तो भएको छ भने उहाँहरूलाई यहाँ काठमाडौँ लेक थियो कसरी यस्तो भयो उनीहरूलाई त्यस्तो नस्टाल्जिक भइरहेको छ अरे क्या त्यो चिजले भनेपछि आम अडियन्स हत्तपत्त नर्मल मान्छेहरूले खासै टरक्क बुझिहाल्ने फिल्म चाहिँ होइन जस्तो लाग्छ। अलिक टाइम लिएर डिस्टर्ब नभइकन आरामले हेर्नुपर्ने खालको मुभी हो यो चाहिँ। अनि मैले यस्तै मुभी चुज गरेँ, म के गरेँ मलाई यस्तै मन एन्ड आई रियली होप कि अडियन्सले फिल्म मेकर्सले गरेको मेहनत चाहिँ अडियन्सले चाहिँ बुझुन्। अनि यो स्पेसल्ली अझ यो त फ्यामिली मुभी हो। फ्यामिली मुभी अझै फ्यामिलीसँग बसेर आरामले हेर्न सक्नुहुन्छ। अझै म त के भन्छु भने अझै पनि हाम्रो अलिकति ठुलो एज ग्रुपको मान्छेहरूलाई अझै हेर्न रिक्वेस्ट गर्छु क्या। आफ्नो हिस्ट्रीसँग रिलेटेड भएको कारणले उहाँहरूले जेन्युन फिडब्याक्स दिन सक्नुहुन्छ या यो ट्रममा चाहिँ यो चाहिँ थियो है भन्ने खालको कुराहरू दिन सक्नुहुन्छ। या त मिलेछ भने मिलेछ, नमिलेछ भने मिलेछ भन्न सक्ने क्षमता चाहिँ उहाँहरूसँग छ। हामी युथहरूले हामी नर्मल अडियन्सहरूले चाहिँ त्यसलाई एन्टरटेनमेन्ट हिसाबमा एउटा नलेजको हिसाबमा लिन्छौँ भने मेबी अलिकति माथि एज ग्रुपको मान्छेहरू जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई राम्रो फिडब्याक्स दिन सक्नुहुन्छ जस्तो लाग्छ क्या मलाई यो ट्रममा चाहिँ। मुभी चाहिँ हेर्नुपर्छ है नि। मुभी चाहिँ हेर्नुपर्छ तर ओभरअली अब मैले चाहिँ अलिकता तपाईँको प्रोफेसनलाई लिएर चाहिँ टपिक क्वेसन गरेँ। यता थिएटरबाट यता क्यामेराको अगाडि भोलिको दिन बी हु नोज भोइस एक्टिङ पनि होला। यसमा चाहिँ एज अ पर्फर्म गर्दाखेरि चाहिँ डिफ्रेन्सेस के आधारमा तपाईँले भेट्नु सक्छ? थिएटर र फिल्ममा पर्फर्मेन्स गर्ने ठाउँमा हामी थिएटरमा चाहिँ खुलेर गर्न सक्छौँ। हाम्रो लागि होल स्टेज नै हाम्रो दुनियाँ हो भने क्यामरामा चाहिँ सर्टेन फ्रेम चाहिँ हाम्रो लागि दुनियाँ भइदियो। त्यसमा एडजस्ट गर्नलाई चाहिँ अलिकति मलाई गाह्रो भएको छ। अहिले पनि म त्यही प्र्याक्टिस चाहिँ गरिरहेको छु। प्लस हामी अलि लाउड पर्फर्मेन्स गर्छ कतै न कतै त्यो चिज मेरोमा आइरहेको छ। हस्टेलमा पनि मेरो आफ्नै कजन दाइले चाहिँ मलाई त्यो एउटा कम्प्लेन चाहिँ गर्नुभएको छ। अलिकति थिएटर आइरहेछ बहिनी यो चिज चाहिँ कन्ट्रोल गर भनेर मलाई दाइले चाहिँ पर्सनली यो चिज चाहिँ भन्नुभएको छ। अनि यो चिज म गर्छु अबको आगामी दिनमा गर्ने फिल्महरूमा चाहिँ म त्यो गर्न कोसिस गर्छु। अनि डिरेक्सनल पार्टबाट डिफ्रेन्ट छ, त्यो सराउन्डिङै डिफ्रेन्ट छ, इन्भाइरोमेन्टै डिफ्रेन्ट छ, अलग्गै जोन छ, त्यही धेरै डिफ्रेन्ट छ। मजा चाहिँ कुन आउने रहेछ? मजा त थिएटरमै मजा आउँछ नि। त्यो साथीभाइ त्यो इन्भाइरोमेन्ट त्यो त्यो रमाइलो सिन गर्दाखेरिको तिमीलाई खुल्न दिने, तिमी लड तिमी जे पुगे गर वाला यसमा मजा छ क्या। तर फिल्ममा अलग मजा भनेको चाहिँ अझै इम्प्रुभ गर्न चाहिँ पाइन्छ क्या। केही पछि इम्प्रुभ गर्न चाहिँ पाइन्छ त्यो किन चाहिँ फेरि एउटा थिएटरमा वान टेक तर वान टेक लागि पनि त कति मिहिनेत गरेर तर बी ओपन अनि वाइ डोन्ट यु विश आवर अडियन्स अ ह्याप्पी न्यू इयर? बा खेरोस क्यारेक्टरमा म आफै क्यारेक्टरमा गर्छु अब। हुन्छ होला। ओके 2082 सुरु भइसकेको छ र यसको सुरुवातमा यो वर्षको सुरुवातमै हामीले अलग किसिमको फिल्म लिएर आएका छौँ। र यो फिल्म चाहिँ सबैजनाले लिएर जानुपर्छ। फ्यामिली मुभी हो, सो फ्यामिलीसँग जाँदा हुन्छ हुँदैन भनेर क्वेसन गर्न जरुरी पनि छैन। त्यो नयाँ वर्षको उपलक्ष्यमा हामीले नयाँ किसिमको फिल्म लिएर आएका छौँ र हजुरहरू सबैजनालाई ह्याप्पी न्यू इयर, नयाँ वर्षको धेरै धेरै शुभकामना। र वैशाख 12 गतिदेखि खेल सुरु हुँदैछ, सबैजना गएर हेरिदिनु होला। हजुरहरूको फिडब्याक हामी कुरिबसेको छौँ। अनि हजुरहरू सबैजना आफ्नो घर नजिकको सिनेमा हलमा गएर हाम्रो खेल चलचित्र खेल
वैशाखको 12 गते हेर्न जानु होला। थ्याङ्क यू। र यस च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू। Okay, thank you so much for your time and thank you so much for your kind words.